नमस्ते, म मनिष गोबर्डिङ एडिक। भगवानको कृपाले, परिवारको मायाले, प्रोग्रामको सहायताले अनि मेरो सानो प्रयासले गर्दा आजको दिन 4 महिना नसादेखि टाढा छु। अब आज चाहिँ के कुरा सेयर गर्न लागिरहेको भने चाहिँ आज चाहिँ आमाको मुख हेर्ने दिन हो क्या, होइन। एउटा एडिक भइसकेपछि चाहिँ मैले फिल गरेको कुराहरू, होइन, आजसम्म जस होइन 7-8 वर्ष भयो क्या, मैले पनि आमाको मुख हेर्ने दिन यो चाड पर्व चाहिँ होइन फिल गरेको क्या। ड्रग्सले गर्दा होइन मनाउन नपाएको, होइन, कहिले बाध्य भएर होइन रियाबबाटै अब विदेश जानु पर्थ्यो, होइन, कहिले म रियाबमा हुन्थेँ, होइन, अनि कहिले चाहिँ अब ड्रग्स खाएर सफर गरिरहेको हुन्थ्यो क्या। अनि एउटा भन्न नेपालीको ठुलो चाड, होइन, आमाको मुख हेर्ने दिन, होइन, त्यो कुराहरू पनि मैले ड्रग्सले गर्दा बिर्सिरहेको हुन्थ्यो क्या। मलाई चाहिँ वास्ता लाग्दैन थियो त्यो कुराहरू क्या। अनि आज यसो सम्झिन्छु, होइन, एकदम नराम्रो लाग्छ क्या, एकदम नराम्रो लाग्छ। अनि आमाको मुख हेर्ने दिन चाहिँ मैले धेरै मिस गरेको छु क्या आजभन्दा अगाडि। अनि आज चाहिँ यसरी नसारहित भएर, होइन, आमाको मुख हेर्ने दिन, होइन, मनाउन पाउँदाखेरि चाहिँ एकदम खुसी पनि लागिरहेछ। यो दिन चाहिँ दिन त मैले केही पनि सकेको छुइनँ, होइन, जस आउने दिनहरूमा चाहिँ अब धेरै कुराहरू दिने छु भन्ने मैले आश पनि राखेको छु, होइन, धेरै कुराहरू दिनेछु, गर्न नसकेको कुराहरू चाहिँ गरेर देखाउने छु, होइन, आमाको अधुरो सपनाहरू पुरा गर्नेछु। आमाले जुन सपना मेरो लागि बुन्नु भएको थियो, होइन, त्यो सपनाहरू एक दिन पुरा गर्नेछु। अनि रियाबमा बस्दा नि एकदम क्या अब कस्तो हुन्थ्यो भने बाहिर हुँदा ड्रग्स खाएर हिँड्दाखेरि चाहिँ वास्ता नहुने क्या, वास्ता हुँदैन थियो, होइन। अनि जब कि अनि रियाबभित्र अब सुधार केन्द्रमा फ्यामिलीले हालिदिनु हुन्थ्यो। अनि त्यस पछाडि चाहिँ अनि हुन्छ नि त अब ड्रग्स एकैचोटि बन्द भइसकेपछि चाहिँ अनि हाम्रो सोचहरू, होइन, हाम्रो भावनाहरू, हाम्रो फिलिङ्सहरू चाहिँ एकदम याद आउँथ्यो क्या, होइन। त्यतिखेर चाहिँ एउटा 4 दिवारभित्र बस्दाखेरि चाहिँ सबभन्दा धेरै याद आउने भनेको आमाको आउँथ्यो क्या मलाई पनि, होइन। तर खाएर हिँड्दाखेरि चाहिँ सबभन्दा धेरै दुःख पनि आमालाई पनि दिन्थ्यो क्या, होइन। अनि नसा छोड्दाखेरि एउटा 4 दिवारभित्र बन्द भएर बस्दाखेरि चाहिँ आमाको एकदम धेरै याद आउँथ्यो क्या। हरेक कुरा, सानो सानो कुराहरू चाहिँ, होइन, हुन्छ नि त, आमाले पकाएको खानाहरू, होइन, आमाले गाली गरेको, आमाले गरेको केयर, होइन, आमाले दिएको ज्ञानहरू, होइन, राम्रो राम्रो कुराहरू भनेको हरेक कुराहरू चाहिँ याद आउँथ्यो क्या। अनि कति फेलो ब्रदरहरूको चाहिँ अब फ्यामिलीहरू पनि आइराख्नु भएको हुन्थ्यो। अनि कतिको बर्थडेहरू, बायोलोजिकल बर्थडेहरू पनि भइरहेको हुन्थ्यो क्या। अनि बायोलोजिकल बर्थडेहरू सेलिब्रेट गर्दाखेरि उनीहरूको फ्यामिलीहरू आउनुहुन्थ्यो क्या। अनि आमाहरू पनि आउनुहुन्थ्यो, होइन। अनि हुन्छ नि त अब छोरालाई त्यो कन्डिसनमा त्यसरी रियाबमा राख्दाखेरि रुनु पनि हुन्थ्यो क्या। फेलोसिपहरूको आमाहरू एकदम रुनुहुन्थ्यो, आँखाबाट आँसु झारेर, होइन, टाकको भित्र मन दुखेर, होइन, एकदम रुनुहुन्थ्यो क्या। अनि त्यो देख्दाखेरि पनि मलाई यस्तो याद आउँथ्यो आफ्नो आमाको, होइन। म आफूलाई फिल गर्थेँ क्या, तर मैले चाहिँ गर्न चाहिँ केही सकेको थिइनँ। बाहिर मैले पनि त्यसरी नै बिगारेको हुन्थेँ, होइन। अनि याद आउँथ्यो क्या मेरो आमा पनि यस्तै हो भन्ने कुराहरू क्या, मेरो आमालाई नि यस्तै हुन्छ होला भन्ने कुराहरू क्या। सानो सानो कुराहरूले चाहिँ एकदम फिल हुन्थ्यो क्या, केसम्म गरेँ, होइन, कतिसम्म दुःख दिएँ भन्ने कुराहरू क्या। अनि अहिले यस्तो सम्झिन्छु, होइन, एकदम नराम्रो पनि लाग्छ क्या, एकदम फिल हुन्छ यो कुराहरूले चाहिँ, होइन। अनि अस्ति ट्रिटमेन्ट बस्दाखेरि चाहिँ जे अब हुन्छ नि त अब 4 दिवारभित्र बसेको, बाहिरको कुराहरू केही देख्नु नपाएको, अनि क्यालेन्डरहरू पनि हुँदैन क्या। अनि एकजना फेलोसिपले चाहिँ अनि आज त आमाको मुख हेर्ने दिन हो नि त भनेर भन्दाखेरि अब क्यालेन्डर छैन, केही भने छैन, होइन। त्यस पछाडि चाहिँ अनि एकैचोटि अब हुन्छ नि त
अनि हो जस्तो लाग्यो क्या, रियल जस्तो लाग्यो क्या त्यतिखेर चाहिँ। अनि आउनुहुन्छ होला भनेर पुरा आश राखेर पनि बसेको थिएँ क्या होइन। अनि त्यस पछाडि चाहिँ अब कसैको पनि फ्यामिली आउनु भने, कसैको आमाहरू आउनु भएन क्या। अनि अहिले आएर पछि आएर अहिले आज आएर थाहा पाउँदाखेरि चाहिँ त्यत्तिकै भनेको रहेछ उहाँले चाहिँ होइन, उहाँ फेलोसिपले चाहिँ। तर त्यो दिन चाहिँ लास्ट मिस गरेँ क्या मैले पनि। अनि मसँग बस्ने अरू ट्रिटमेन्ट बस्ने फेलो ब्रदरहरूले पनि धेरैजनाले मिस गर्नुभयो। अनि त्यो दिन चाहिँ आमाको मात्रै कुराहरू पनि भयो क्या, हरेक कुराहरू आमाको होइन। अनि त्यतिखेर चाहिँ मैले आफ्नो भावनाहरू लेख्ने टाइम हुन्छ क्या होइन, आफ्नो भावनाहरू लेख्ने टाइम हुन्छ। अनि त्यतिखेर चाहिँ मैले आफ्नो फिलिङ्सहरू लेख्नुपर्ने एउटा 30 मिनटको टाइम हुन्थ्यो क्या, बेलुका 6 बजे एउटा सेसन हुन्थ्यो। अनि त्यतिखेर चाहिँ अनि मैले आमाको लागि केही शब्दहरू यहाँ लेखेको थिएँ क्या होइन, आमाको लागि गीत जस्तो होइन, ऱ्याप जस्तो होइन, आमाको लागि केही शब्दहरू लेखेको थिएँ क्या। टपिक चाहिँ आमा रहेको छ होइन। आमाले मात्र गर्ने रहेछन् बिना स्वार्थको माया, अरूको त बस 2 दिनको घाम छाया। आमा भन्ने शब्द नै काफी दुखेको मनलाई मलम लाउँदै जिन्दगीमा अघि बढ्न। आमा नै देवी, आमा नै गुरु, उनीबाट सिकेँ मैले जिन्दगीको युद्ध लड्न। आफू खाली पेट बसेर पनि भरपेट खुवाइरहेछिन् मेरी आमा। मलाई सानो खोकी लाग्दा पनि मध्यरातमा उठेकी छिन् मेरी आमा। आफूले नपढे पनि मलाई पढाइरहेथिन् मेरी आमा। समाजले भित्ती ट्यापे भने तर पनि शिर ठाडो पारी मेरै लागि लडिरहेथिन् मेरी आमा। मलाई दुःख पर्दा सधैँ याद आउने गर्थ्यो मेरी आमाको। कति अमूल्य थियो ती समय आमाको काखमा खेल्दै खुसी हुँदै रमाको। छोरा कुलतमा फसी सबै सपनाहरू खेरा गयो, जुन मनभित्र थियो तिमीले सजाको। आज आफूले नै थुकिरहेछु आफूभित्र प्रश्न गरी, के नै पायौ र आमा यति धेरै त्याग र कष्ट गरी। सकेका छैनौ आमा अहिलेसम्म आनन्दले बस्न पनि। माफ गरिदेऊ आमा, तिम्रो आँसुको दोषी मै हो। नसाको पछि कुद्दा कुद्दै आधा जिन्दगी खेरा गइगयो। आज थाहा भयो तिमीले दिएको ज्ञान सबै सही थियो। मेरो लागि भगवान तिमी अनि तिम्रो लागि राक्षस मै हो। नलेखे जस्तो भो आमा, नदेखे जस्तो भो, तिमीले दिएको जिन्दगी आमा व्यर्थै जन्म लिए जस्तो भो। यो चाहिँ मैले त्यतिखेर एकदम मनमा फिल भएर क्या। अनि यो चाहिँ मैले लेखेको थिएँ क्या। अनि मैले जुन दिन चाहिँ होइन आमाको मुख हेर्ने दिन हुन्छ त्यो दिन चाहिँ यसको भिडियो बनाएर चाहिँ आमालाई भन्छु भनेर सोचेको थिएँ होइन। अनि आजको दिन चाहिँ मैले आमालाई चाहिँ मसँग दिन केही थिएन र पनि मेरो तर्फबाट अब भन्न प्रमिसेसहरू मैले गरिरहेको छु, आफ्नो ट्राई गरिरहेको छु। तर अवश्य भोलिको दिन चाहिँ उहाँले सोचे जस्तो चाहिँ म अवश्य हुनेछु, उहाँलाई धेरै खुसी दिनेछु होइन। अनि एकदम आजको दिन खुसी पनि लागिरहेछ क्या, सपोर्ट पनि धेरै गर्नुभएको छ होइन। अनि एकदम खुसी लागिरहेछ क्या। जस बिस्तारै सबै कुराहरू गर्दै अगाडि बढ्नेछु होइन, गरेर पनि देखाउनु पर्नेछ धेरैजनालाई होइन। अनि मेरो फ्यामिलीमा भन्नुपर्दा चाहिँ मलाई एकदम धेरै सपोर्ट गर्ने भनेको मेरो दिदी मलाई एकदम सपोर्ट गरिराख्नु भएको छ होइन। ग्र्याटिट्युड उहाँको लागि, मेरो हायर पावर मलाई एकदम धेरै सपोर्ट गर्ने होइन। उहाँहरूको आशलाई चाहिँ म ब्रेक गर्दिनँ होइन। मलाई पनि थाहा छ होइन कसैले आशा ब्रेक गर्दाखेरि, विश्वासघात गर्दाखेरि चाहिँ कस्तो फिल हुन्छ भन्ने कुराहरू मैले पनि फिल गरेको छु। र त्यो चाहिँ म अरूलाई, मेरो फ्यामिलीलाई चाहिँ दिन चाहदिनँ क्या। अनि मेन कुरा त म एडिक्ट हो भनेर परिचय दिन्छु होइन। हिजोको दिन खाएर हिँडिरहेको थिएँ होइन, त्योभन्दा एडिक्ट भन्दा रिस उठ्थ्यो भने आज रिकभरिङ एडिक्ट भन्दा चाहिँ म आफूलाई खुसी पनि मान्छु क्या होइन। त्यो मेरो परिचयले चाहिँ म को हो भन्ने कुरा मलाई आफै झल्काउँछ क्या। म एडिक्ट हो भन्ने कुरा चाहिँ मैले कहिले पनि बिर्सिनँ क्या। के कुराहरू घुमाएँ भन्ने कुरा मेरो परिचयले मलाई होइन प्रष्ट गर्छ क्या, जिन्दगीभर याद गर्छ क्या। त्यही भएर चाहिँ म जहिले पनि होइन रिकभरिङ एडिक्ट भन्छु होइन।